त्यसै आज पवित्र आत्मा पनि सधैँभरिको निम्ति उहाँ हामीसँग आएर बस्नु भएको छ। तपाईँ यदि पवित्र आत्मासँग बोल्नु न, बातचित गर्नु न, उहाँको हृदयको कुरा सुन्नु न भने उहाँको मन बार बार देख्छ। उहाँलाई के मन पर्दैन तपाईँले ती कुरा बार बार गर्नुहुन्छ नि पवित्र आत्मा दुखित बन्नुहुन्छ। उहाँले हामीले वचन दिनुभएको छ, मलाई बुझ भनेर परमेश्वरले हामीलाई बाइबल दिनुभएको छ। तर हामी त्यो बाइबललाई एक ठाउँमा राख्छौँ, खालि शनिबार मात्रै चर्च आउँछौँ। उहाँको मन दुख्छ। परमेश्वरले हामीले वचन दिनुभएको छ, प्रतिज्ञा दिनुभएको छ, उहाँको नियम कानुन दिनुभएको छ उहाँको राज्यमा जिउनको निम्ति। तर हामीले उहाँको वचन मनन गर्दैनौँ, उहाँको प्रतिज्ञाहरू मनन गर्दैनौँ, उहाँको नियम कानुनहरू मननै गर्दैनौँ भने उहाँको मन दुख्छ। जति हामीले बार बार पवित्र आत्माले मन दुखाउन थाल्छौँ भने पवित्र आत्माको आगो तपाईँको जीवनबाट बिस्तारै बिस्तारै निप्दै जान्छ। जब तपाईँको जीवनमा प्रार्थना हुन छोड्छ, वचनको अध्ययन हुन छोड्छ, अन्य भाषा बोल्न जब छोड्नुहुन्छ नि पवित्र आत्मा दुखित बन्नुहुन्छ र तपाईँमा भएको पवित्र आत्माको आगो बिस्तारै निभ्न थाल्दछ। त्यसले पहिलो थेस्सलोनिके 5:19 भनेको छ, पवित्र आत्मालाई ननिभाऊ।